आज चाहिँ हाम्रो सेकेन्ड डे। आज चाहिँ हामी अब यहाँ बुसानको लोटे वर्ल्डतिर जान लागेका छौँ। अनि रेडी भएर बिहान उठेर रेडी भएर हिजो अडिदी यही त हो त अडिदी। अनि अब रेडी भएर हामी निस्केको छौँ। दुईजना म्याचिङ अलमोस्ट म्याचिङ लुगा लाएर निस्केको पुरै लुजु भएर। अनि अब यहाँ गएर आज अब दुईवटा या तिनवटा आज तिनवटा एडभेन्चर गर्ने छौँ। त्यहाँ तिनवटा जति खेलेपछि एउटा लोटे वर्ल्ड जाने, अनि अर्को हामी लुङ्गी त्यहाँ काठ खेल्न जाने। त्यहाँबाट बेलुकाको लागि चाहिँ अनि हामी के भन्छ उता सङ्दुक जानुपर्छ नाइट भ्यू हेर्नलाई। त्यो प्लान छ। अब लेट्स सी कहाँ भ्याइन्छ। अनि भोलि अर्को दुइटा भोलि चाहिँ म्युजियमतिर जान्छौँ हामी। अनि म्युजियम सँगसँगै अरू के हुन्छ भन्ने कुरा छ, त्यो त्यसमा गएर इन्जोय गर्नु। अब चाहिँ हाम्रो बस चढ्ने ठाउँ आइसक्यो है। आफै त बसलाई कुर्नु पर्ने हुन्छ एकछिन, त्यसपछि है त ल। हामी चाहिँ अहिले अब लोटे वर्ल्ड भुसानको लोटे वर्ल्ड आएको छौँ होइन। इन्ट्रान्स अब गेटमा पुग्नुलाई हामी यहाँबाट अब खाना खानु भनेको यता अहिले खासै खुलेको रहन्छ। 11 बज्नु लाग्यो। गर्मीपछि अति गर्मी फेरि। अब यहाँबाट इन्ट्रान्स गरेर भित्र यसो यताउति खेलेर इन्जोय गर्छौँ। आज हामी आज चाहिँ 3टा ठाउँ भ्याउने प्लान छ। लेट्स सी अब कतिवटा भ्याउँछ भनेर है त। लोटे वर्ल्ड इन्ट्री गरिसकेछौँ, टिकट पनि भइसक्यो। र यहाँ बेबीको फेभरेट खेल्न हुँदैन भनेर लेख्दै गर्दा यहाँ मुड खराब गरेर हिँड्नु भए। के छ विचार बेबी? हामी चाहिँ अब यो खेल्न लाग्यो। अहिले लगाइदामा 2जना छ यहाँ होइन। मलाई डर लागिसक्यो भनेदेखि भर्खर गेम खेल्न आएको। रमाइलो चाहिँ भयो, रमाइलो हुन्छ, डर पनि लाग्दो रहेछ। एकछिन चाहिँ जित्नु चाहिँ फर्काउलै यसरी घुमाउँदो रहेछ कि, तर खासै त्यति छैन। अब हामी कहाँ खेल्नु जाने भन्ने कुरा। अब कुन चाहिँ खेल्ने? अब चाहिँ हामीले कोलम्बस पनि खेल्यौँ। अनि मैले पावर ब्याङ्क र फ्यान बिर्सेछु, सो लिन जानुभएको छ। अनि मैले हामी चाहिँ अब वाटर स्प्ल्यास खेल्न जानु लाग्यो यहाँ। वाटर ऱ्याङ्कबाट गएर रेङ्कोटै उल्टो लाग्यो कहिले फेरि। यस्तो गर्मी भइछ अहिले। ओ माई गॉड। पहाड जाइन्स प्लास खेलेको है। उफ अति भिजाउँदो रहेछ, झन् धेरै भिज्छ भनेर बिचमा बसेको झन् बढी भिजायो, पुरै सर्लक्कै भिजायो त। अब एकछिन बसेर अब अर्कोतिर अब यता काठ खेल्न जानुपर्छ जस्तो नि। अब किनकि यताको त अलमोस्ट नै सकिसक्यो हाम्रो खेल्ने भनेको जति। अब अर्कोमा जानुपर्छ ल, यहाँ भिजेर। हामी चाहिँ अब लोटे वर्ल्डबाट यहाँ निस्किसक्यौँ होइन। अब त्यतातिर गेमहरू खेलेको खासै भिडियो बनाउनु दिएन, मोबाइल सोबाइल केही मिल्दैन रहेछ। त्यही भएर अब त्यहाँको भिडियो सिडियो चाहिँ खासै खिच्न पाएन।
तर एकदम इन्जोय गऱ्यौँ हामीले यहाँ चाहिँ रमाइलो भयो। कुनै कुनै अब हामीले सोलको लोटे बल पनि गएको थियौँ। अब सोलमा र यहाँ चाहिँ सोलमा अलिक धेरै गेम भेराइटी छ, अलिक ठुल्ठुलो छ। यहाँ चाहिँ 4-5वटा चाहिँ एक्सट्रिम रहेछ होइन, 4-5 होइन 3-4वटा चाहिँ एक्सट्रिमै रहेछ, एकदम रमाइलो नि। अरूहरू चाहिँ अलिकति बच्चाहरूको लागि यस्तो तिनीहरूको लागि चाहिँ राम्रो रहेछ भनौँ न। त्यस हामी अब अलिक ठुल्ठुलोहरूलाई चाहिँ अलिक खतरै चाहिनेहरूलाई चाहिँ खासै त्यति उयो छैन रहेछ त्यहाँ। 3-4वटा चाहिँ एकदमै राम्रो, एकदम रमाइलो हिँड्नुलाई रहेछ। अरू भनेको जस्तो त त्यसो रमाइलो हुन्छ, टाइम इन्जोय गर्नु आफ्नो रिल्याक्स गर्नलाई चाहिँ हुन्छ। गर्मीमा गर्मी अति आज चाहिँ अलिकति हामीलाई नि लकले साथ दिएर चाहिँ अब मान्छे अलिक कम थिए। आज अब विकडेज भएर पनि होला मान्छे अलिक कम थिए र हामीलाई अलिक सजिलो भयो। त्यति भयो तपाईँको नि। अरू बेला चाहिँ प्याक हुन्थ्यो र अब अहिले विकडेज भएको कारणले अलिक सजिलो भयो त्यो गेमहरू खेल्नलाई। खासै धेरै कुद्नु परेन, कुनैमा नि हामी कुर्नै परेन नि अलमोस्ट नै। गयौँ यसो त्यहाँ अब एउटा गेम चलिरहेको थियो, त्यो गेम सकिएर अनि हाम्रो आफ्नै त्यसरी पालो आइरहेको थियो, त्यति कुर्नुपर्ने उता थिएन। ल भाइ अब चाहिँ हामी काठ खेल्न जाँदैछौँ। त्यहाँ यता चाहिँ लुकी काठ भन्दो रहेछ होइन। अनि त्यसको पनि अब ऊ भइसकेको छ। अब गएर त्यहाँ खेल्ने आज, अनि त्यहाँ खेलेर अब 2 बज्नु लाग्यो। त्यहाँ खेलेर अनि त्यसपछि हामी उता अर्कोतिर जान्छ, आज अर्को ठाउँमा जान्छ। अब त्यहाँ सकेसम्म पुगेर त्यहाँ जाने भने त्यो चाहिँ सनसेटको लागि खास जानु पनि भ्याइन्छ होला मजाले। ल के भन्नु छ तिमीलाई? गर्मी त आँखा हेर्न नसकेर अनुहार नसुहाए पनि चस्मा लाएर हिँड्नु पऱ्यो अहिले। लुङ्गे काठ खेल्न आएको यता होइन। यहाँ चाहिँ अति भिड रहेछ होइन। तर हामीले टिकट अनलाइन किनेको छ। खासै यहाँ बस्नु पर्दैन होला, टिकट अनलाइन छ होइन। लेट्स सी हेर्दा हाम्रो अनलाइन भएपछि हामी चाहिँ गर्नु पर्दैन होला, अगाडि जानु पर्यो एकचोटि। भिड कति छ हेर्नु नि यहाँ छ। अति भिड छ त यहाँ त। हामी चाहिँ टिकट काटिसक्यौँ, अब हामी जान्छौँ। अब कति जाने यताबाट? हामी चट्ट लाएर उडिसक्यौँ यहाँबाट। यस्तो यो काटु यस्तो हुन्छ होइन। मोबाइलबाट नि भिडियो खिच्दा तपाईँहरूको फुल यस्तो घरमा पठाउनु चाहिँ। अच्छा तुमको सिखा दिया है। 30 मिनट वेटिङ भन्थ्यो, आइगयो त पालो त चिन्ने। अभी मजा आएगा ना भिडो। गर्मी अति छ क्या, केही नै देखिँदैन। मजाले आउँदो रहेछ हेर। बच्चाले त सकिन्छ मैले सकिन्छ। अच्छा हेलमेट नमिल्यो क्या मेरो। तेरा सेकेन्ड राइड अब फेरि के भएको भन्दै होला उतार्नु परेको थियो त्यो साडीमा गएर लड्न आएको थियो, धन्न लडेन। उड्दिरहेको मान्छे त त्यसको त्यहीँ अड्क्यो। सुका लाग्यो। हाम्रो सक्यो अब, त्यहाँ खेलेर पनि सक्यो होइन। भिडियो खिच्न नपाउने चाहिँ त्यहाँ खेलेको अब खासै केही देखाउन चाहिँ पाइएन, तर रमाइलो हुँदो रहेछ। अरूहरूले खेलेको चाहिँ हल्का फुल्का भिडियो सकाएर अब आफूले खेलेको चाहिँ भिडियो खासै बनाउनै नपाउने रहेछ। यहीँबाट भिडियोहरू निकाल्नलाई अब त्यति यसो हेरेको, त्यति राम्रो नै आएन। अनि
त्यही भएर हामी ननिकालिकन अब चाहिँ हामी रुम जान लाग्यो। अब हामी रुम गएर फ्रेस भएर अनि बेलुका अब हामी भुसान स्काई जान्छौँ कि अब कहाँ जान्छौँ हेरौँ। लेट्सी थाका छ आज। ल अब रुममा पुगेर त हामी चाहिँ अब यहाँको मेट्रो चढ्न जानु लाग्दैन। लास्ट अब भ्यू हेर्नलाई जानु लाग्छ अहिले चाहिँ। हो त्यहाँ अलि अगाडिबाट छ अरे अनि पुरै रेडी हुनुहुन्छ यहाँ। यता हेर त अनि कसले सक्नु अब नसकिने भयो। खोइ त ढोका आयो त यहाँ खोला हामी अहिले ट्रेनमा छौँ अनि हाम्रो अगाडिको सिट कस्तो हेर्ने। टाइम स्काई वकमा छ अहिले। मुनि चाहिँ पुरै ग्लास छ। फोनबाट पनि भिडियो खिच त सानो मुनिको भ्यू चाहिँ यस्तो छ है।